यो चाहिँ प्लास्टिकको के अरे काठको चम्ची हो अनि काठको चम्चीमा चाहिँ मैले यसरी तेनेर यो स्टिलको यो सानो जुनै पनि घरमा हुन्छ है सामानहरू राउन्ड सेपको निकाल्नुको लागि चाहिँ हामीले त्यहाँदेखि जुनै पनि सामानहरू युज गर्न सक्छौँ होइन। यसमा मैले टक्कै यसमा युज गरेर राउन्ड सेप बनाएँ यसलाई हो। राउन्ड सेप बनाएर अनि त्यहाँनिर त्यसबाट फेरि यसलाई टक्कै काटेँ होइन। राउन्ड सेपमा टक्कै काटेँ मैले यसलाई। राउन्ड सेपमा मजाले काटेर यसको सेप बनाएर निकालेँ हो। निकालेँ यस्तो प्रकारले राउन्ड सेपमा निकालेर चाहिँ त्यहाँदेखिको बिचको फेरि त्यहाँनिर बिचको सेन्टरको सेप पनि निकाल्नुपर्छ नि त। सेन्टरको सेप चाहिँ किनभने फेरि हामीले जता चाहिँ त्यो लामो छोटो हुन्छ हो। त्यसले गर्दाखेरि अलिकति सेन्टरको सेप पनि निकालेर चाहिँ त्यसलाई चाहिँ मार्क गरेँ होइन। मार्क गरेँ अन्त मार्क गरिसकेपछि चाहिँ त्यहाँबाट चाहिँ फेरि अब टाल्नु स्टार्ट गरेको मैले चाहिँ यो चाहिँ टास्नु स्टार्ट गरेको कार्टुनको जो राउन्ड बनाएर लगाएको थिएँ मैले। अनि त्यसमा चाहिँ त्यहाँनिर ग्लु लगाएर हो टास्नु स्टार्ट गरेको हो। यसको चाहिँ यो टास्नु स्टार्ट गरेँ होइन। टास्नु स्टार्ट गरिसकेपछि चाहिँ त्यहाँनिर वरिपरि त्यहाँनिर पहिला चाहिँ लामो स्टिकहरू चाहिँ त्यहाँनिर मैले 6वटा लामो स्टिक यो चाहिँ त्यहाँनिर मैले पहिला चाहिँ लामो चाहिँ लगाएँ होइन। पहिला चाहिँ लामोदेखि स्टार्ट गर्नुपर्छ नि लगाउने चाहिँ। लामो लगाउँदै गएपछि त्यहाँबाट फेरि अलिकति त्योभन्दा अलिकति कम्तीको हो अलिकति छोटो त्योहरू लगाउँदै गएँ होइन। त्योहरू लगाउँदै गएपछि त्यहाँदेखिको फेरि अरू फेरि लगाउँदै जानुपर्छ नि त। त्यस्तै चाहिँ त्यहाँनिर यसको सेप चाहिँ राम्रो देख्छ अनि त्यही भनेर मैले त्यहाँनिर अलिकति त्यहाँनिर फेरि सेकेन्डपल्टमा चाहिँ छोटो लगाउँदै गएको यसको हो। अलिकति त्यो काठको चम्चीको चाहिँ पहिला लामो स्टेप लगाएँ त्यहाँबाट सेकेन्ड स्टेप चाहिँ अलिक छोटो लगाएँ त्यहाँदेखिको बिचमा फुल बनाइदिएँ हो। अनि भइसकेपछि चाहिँ मेरो चाहिँ यो चाहिँ अब पर्फेक्टली भइसकेको फुलहरू चाहिँ बनाइसकेँ मैले यसको होइन। फुलहरू चाहिँ बनाइसकेँ यसको यो हो। अनि पछाडिपट्टि चाहिँ त्यहाँनिर अड्काउने पनि त बनाउनु पर्ने नि त फेरि होइन। अड्काउने पनि चाहिन्छ अन्त अड्काउने चाहिन्छ र चाहिँ यसलाई चाहिँ त्यहाँनिर पहिला त्यहाँनिर ग्लु लगाएर टाँसेँ। पछाडि टाँसेपछि त्यहाँदेखिको ग्लु लगाएर मजाले टाँस्नुपर्छ नभए फेरि त्यो झर्छ नि त फेरि टाँसिँदैन हतपत हो। अलिक मजाले लाउनु छ ग्लु चाहिँ मजाले लाउनु छ त्यो चिप्किने चाहिँ हो। टाँसिने खालको प्रकारले चाहिँ लाउनुपर्छ। त्यसरी त्यहाँनिर लगाएँ यो ग्लु मजाले लगाएर यसमा त्यहाँनिर मजाले लगाएर चाहिँ यसको बादमा चाहिँ त्यहाँनिर सुता डोरी हुन्छ नि सुता डोरी अलिकति त्यहाँनिर सानो काटेर त्यहाँनिर अड्काउने बनाएँ हो। अड्किने बनाएँ अन्त त्यही काठको स्टिक जो रहेको थियो त्यसकै त्यहाँनिर मैले त्यहाँनिर त्यसमा फेरि चिप्काएँ। यसमा चाहिँ त्यहाँनिर चिप्काएँ होइन। मजाले टाँस्नुपर्छ नभए फेरि त्यो के अरे ग्लो कम्ती भयो भने टाँसिँदैन नि त। टाँसिँदैन अन्त फेरि त्यो पक निस्किहाल्छ फेरि कि आफूले यत्रो मेहनत गरेको भरे त्यो झुन्डाएर राख्दाखेरि चाहिँ सट्टै झऱ्यो भनेदेखिको डल्लै त्यो बिग्रिन्छ होइन। अन्त अलिकति राम्रोसँगले यो मेन त अब यसले नै यसबाट त अड्किन्छ यो डल्लै लोड चाहिँ यसैले थाम्नुपर्छ होइन। अन्त त्यसले गर्दाखेरि चाहिँ अलिकति यो चाहिँ राम्रो चिप्काएर राख्नुपर्छ यसलाई चाहिँ। त्यो भएकोले गर्दाखेरि अब यो चाहिँ त्यहाँनिर मेरो त्यहाँनिर के अरे कम्प्लिटली भइसकेको हो। अब यसमा मैले अलिकति कलर मात्रै गर्नु छ।
यो चाहिँ त्यहाँनिर भइसकेको हो अलिकति मैले त्यहाँनिर अब कलर चाहिँ अब गर्नुपर्छ हो कलर गरिसकेपछि त्यहाँदेखिको भयो अलिक फुलहरू पनि मिलाइदियो किनभने अलिकति त्यो त्यो मिलाउ उयो गर्दाखेरि बिग्रिरहेको थियो यो चाहिँ अब म कलर गर्दैछु होइन यसमा कलर गर्दैछु र कलर पनि यसमा त्यहाँनिर अलिक डिफ्रेन्ट कलर लगाएको मैले किनभने अर्को मैले गोल्डन कलरको चाहिँ अलरेडी मैले बनाइसकेको छु अन्त फेरि यो त्यहाँनिर मेरो बाहिर हलको लागि चाहिँ सिटी रुमको लागि चाहिँ बाहिरको लागि चाहिँ अलिकति डिफ्रेन्ट कलर चाहिएको थियो त्यो भनेर त्यो रहेको सामानहरूले बनाएको यो चाहिँ त्यहाँनिर मैले त्यहाँनिर कलर पेन्टिङ गरिरहेको छु यसमा हो अब बादमा